युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवक लागु औषधसहित पक्राउ गरेका छन्। जिल्लाको तुलसीपुर उपमहानगरपालिका 2 फङ्के निवासी 24 वर्षीय रमेश ठाडा मगरले करिब 3 महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आइडी मार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान अघि बढाएको थियो। प्रहरीले मंगलबार राति 10:40 बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले उनको साथबाट लागु औषध चढ्ने ट्याब्लेटहरू समेत बरामद गरेको छ। घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा तुलसीपुर 2 बालापुर निवासी 21 वर्षीय जीवराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार युवतीमाथि भएको कुटपिट, धम्की तथा लागु औषध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।